हेलो नमस्ते सम्पूर्ण साथीहरु हजुरहरु सन्चै हुनुहुन्छ होला। हामी सन्चै छौं। आज हामी सिस्नी गएर घाँस काट्न जाँदै छौं। हिजो मकै छर्दै राति पानी परेर आज मकै छर्न दिएन, त्यही भएर घाँस काट्न झरिराखेका छौं। बल्ल यस बेला 8 बजेतिर पछाडि केटीहरु आइ नै कता गयो? तलाको छैन। 4 जना 5 जना छन् घाँस काट्नु। घाँस त केही छैन, त्यही पनि काट्न आछौं। राम्रोसँग पल्ला छैन अझै। गिदा गिदा आउनु गिदा। गिदाइदियो जाऊ तिमीले। कतिले गिदा कति नाचौ। ए आउनु त गिदा। कति राम्रो धैरा फुलेको छ। काफल एउटा छोरी काफल खान गएको छि। गाईहरु काफल पाके त छैन, त्यही पनि काँचो भानी खान पर्यो। काँचो भानी खान पर्यो भन्दै हिँडेको छि। सल्लै सल्लाको बोटहरु छन्। सबैले काजु भन्दै खाँदै राखे। देश यहाँ काफल काफल पाक्न लागेको छ। आँगनको खेतहरु काफल नि फलेको छ। पारी आवन पहिरो गएको छ। म त त्यसो परेन इ मलाई हल्का टिपेको खागे। कति मिठो होला। चकुल्ला माथि त्यो के रे उ भन्ने थोमा पनि त्यस्तो काला छ। बाहिर बाहिर भन्नु छ अनि त बाहिर हैन त्यो बाहिर त्यस्तो हुन्छ र भित्र राख्लो। हेर्नु साथीहरु, हामी भारी पुरानो घाँस काटेर आएर घाँस त के घाँस भने करौली म्यालहरु अरू त केही रहेनछ खन्ने। भारी पुराएर भारी बाँड्न लाग्छौं। छोरीले घाँसको भारी बाँड्न लागेको छिन्। भारी बाँधेर नि सिद्धियो। अब हामी एकछिन पछि बोकेर जान्छौं। यस्तै हो गाउँले जिन्दगी। घाँस काट्नु पर्छ। गोरु भैँसी बाख्राहरू पाल्नु पर्यो, के गर्ने। ए हो कि मैले राम्रो घाँस काट्यो भने ए ओ त उ हो कि छोरीले राम्रो घाँस कुरकुरेको घाँस काटेको छिन्, त्यही भएर राम्रो घाँस भने चाहिँ निकाल्ने। राम्रोसँग भारी बाँध। भारी त पुग्यो।
आज वनमा आएको घर बस्यो अहिले बिटी घाँस त जान्थ्यो होला। अब भारी बोकेर घर जान लागेको अवस्था। आया बोक्नु सक्यो फर्किन्छ भारी बोकिन्न राम्रो छ फर्किन्छ भाइ ठल्ला भने नि माथि ठुल भयो खालि म हाँसी फेरि हाँसी भाइ राखेन र हेर्नुहोस् गाइजहरू अब घाँस काट्नु परिहाल्यो जानु पर्यो अब दादाहरू त पाल्नु पर्यो अघि चिप्लो हिजो पानी आएको चिप्लो भएको खै अब घरतिर जानु पर्यो फेरि बस्तुहरू भोकाउँछ के छिटो ल जानुपर्छ हेला अनि घाँस सुक्क छैन कि गाउँले जीवन त अब घाँस लाएर फेरि कोही गोला जान्छन् कि फेरि दौरातिर आउँछन् दौरा घाँस काट्न फेरि दिउँसो पख अब गाउँले जीवन हो हेर्नुहोस् जे गरिनु भयो ए मेरो आन्टीलाई धुवा छ होला हिजो हावाहुरीले रुखहरू ढलाएपछि घाँस काटेर बोल्न माथि आइयो बोकेर जान लाग्यो उकालो काटेको धौ भयो अनि त धौवा चाहिँ भएको छैन अनि तलाई नि आन्टीलाई नि धुवा चाहिँ भएको छैन भएको छैन तपाईँलाई नि आन्टी हुन्छ ल के त